आज हाम्रो रामकोटमा के अरे गङ्गाले बोलाएको ढिँडो खानको लागि आमा कतिजना कहाँको मान्छे कटारीको 2 जना मान्छे आमा विनोद भाइ अनि यो बहिनी के अरे काभ्रेको एकजना ओखलढुङ्गाको त्यो पनि के अरे कटारीको तर के अरे माइत चाहिँ नि ओखलढुङ्गा हो उहाँ दिदी चाहिँ नि यता रामकोटको है रामकोटको चाहिँ नि म पनि ओखलढुङ्गै भयो लु अब यो ढिँडो खानको लागि हेर्नुहोस् है ढिँडो खान पनि सजिलो छैन साथीहरू ल हेर्नुहोस् है अर्ग्यानिक कोदो र फाफल ल हाम्रो विनोद भाइ त गायककार पनि रहे भाइ गीत जाओस् के अरे मस्काउँदै गीत जाओस् भाइ लु हाम्रो क्रिस्चियन गीत जाओस् त खै बल्गार छिटो न छिटो गीत गाउनु ल यो उसको त 7वटा करङ भाज्नुपर्छ है ढिँडोको त हो नि हो गर्नु अहिलेसम्म छुएको छैन है भाइ हाम्रो भाइ चाहिँ नि कटारी रिस्कको रहेछ है ल है ल अब चाहिँ अब करङ पनि भाज्नु लाग्यो जस्तो छ फेरि म एकचोटि भात दिन्छु अब ढिँडो मस्काइयो है अब गम खाइयो लु भाइ मजाले खाने सराउन नगरी सराउन नमानी खाने लु गङ्गाले पनि सुरु गर्नु ल 2 जना दिदीहरू पनि लु 2 जना दिदीहरू पनि भक्का भक्का खानुहोस् है खानुहोस् अर्ग्यानिक खाने चाहिँ यस्तो हो क्या